डे 2 इन नेपाल हामी चाहिँ कहाँ जाँदैछौँ डेन्टलमा गएर के गर्दै दातो खेल्ने लास्ट डला हान्दिन अरे कि दाँत पछि सो हामी चाहिँ बाहिर बस्किँदै इन ड्राइभ हेलो बाबाई कस्तो स्यास्या भयो पेट्ने हजुर पहिलाकै यो चाहिँ हाइवे होइन काठमाडौँको हजुर ए न्यु रोड बोल्ने बानी हुँदैन अरे हजुर यता कहाँ भएको जस्तो लाग्छ हाम्रो पे यहीँ हो कि यहीँनिर हो म बसिन आएर यहाँ उयो गरेर त कस्तो भयो राइट कस्तो भयो डर लाग्यो बाँडिन्छ है मलाई डेन्टल अरे मेरो फोन तिमीसँग छ ए होइन सिटमा लगाउनु पर्छ कहिले पर्दैन त्यो लगाउने नि यहाँ हो यहाँनिर हो अघि मैले ल्याएको थिएँ यही बाटो आएको थियौँ अनि मैले ठ्याक्क हेरेँ अनि त्यहाँनिर रहेछ ए यहाँ आएको त हामीले उयो खाएको त हामी यहाँ हो कि कहाँ हो सबै ठाउँ उस्तै छ कि हो सेम लाग्ने क्या ल हुन्छ थ्याङ्क यू दाइ केही छोडेन होइन मान पहिला बसेको ठाउँ यता हो आम्दानी नै आउनुभयो सक्यो सबै के को अरे यहाँ ओप्पो होइन ल धन्यवाद दिदी ल है गाइज भन्नु नि भोलि जम्नु भएर के खानु भएको र चाउमिन बल्ल खाने है कस्तो लागिरहेको ठिक छ त्यो चाहिँ दामी देख्ने क्या मलाई चाहिँ जानु मन लागेको ऊ परको तारै भिड्के क्या हाम्रो
हाम्रो डे 3 हामी बौद्धमा निस्किनु लागेको सो बिहान अहिले कति बज्यो भन्दा बिहानको 7:48 भएको छ 7:48 खै त बस कति बजे आउँछ मलाई नै थाहा छैन फेरि यही आउँछ यसमा चाहिँ एकदम धेरै इम्पोर्टेन्ट किनकि ठुलो यस्तो उठेन सो हिजो चाहिँ मलाई यस्तो टाउको दुखिरहेको छ मेरो चाहिँ अब चाहिँ बानी भएन बेलामा राख स दादा कति लाग्छ नि चाबल कटक हो यहाँ हो अलिक लामो पर्छ होइन जानु काम चाहिँ रोकिँदैन चावलमा यस्तो उयो अलिक ठुलो होइन हामी कहाँ आइपुग्यो अरे बस चढेर बौद्ध आइपुग्यो बौद्धमा यो गल्लीमा हिँडेको होइन केले हान्दैछ कहाँ दाइलाई ए यहाँ जान्छ एकदिन डाउन हानौँ है हिँडेर तिन डाउन हान्नु तिन राउन्ड होइन तिन डाउन अहिले चाहिँ हामी यहाँ बौद्ध आइपुग्यौँ यहाँ घुमाउँदैन ल त्यही त नि घुम्दै घुम्दैन त बरु ठुलो चाहिँ घुमाउन ठुलो चाहिँ घुमाउन माथि जाने कसरी हो फोन नदुखाउनु ल पनि हुँदैन ल उडा त सबै हजुर गेटमा आइपुगेपछि चाहिँ एन्ड हुने रहेछ नि एक राउन्ड पनि भएर एक राउन्ड त भयो त
नामतिर हो र आउनु सेवा गरेर सक्यो हामी फर्किने यहाँ इन्ट्री हुँदा यताबाट हो क्या फर्किँदा यताबाट हो क्या भने अब चाहिँ हामी माथि जाँदै माथि चढ्दैछौँ बाल्दैछौँ कतिवटा पत्ती बाल्ने ठाउँ बत्ती बाल्नु भनेको कतिवटा बाल्दा हुन्छ त इच्छालाई हामी फर्किँदै कस्तो फिल भयो त कति आनन्द फिल भयो चाहिएको यही थियो बाहिर मैले घरबाट भनेको होइन तपाईँलाई मैले पुरा गरेँ बबल टी खाने कहाँ पाउँछ हौ लगाऊ न लगाऊ है आइस चकलेट Cheers. नेपालको फर्स्ट कफी खानु त ट्राई गर्नु त कस्तो लाग्यो Not bad. Con chocolate bubble huh? Yes. मीठा मतलब कफी मीठा लाग्दा के खाना के नखाना कति थाहा छ कति हो फोन बोक्नु भयो कस्तो भेराइटी मलाई चाहिँ यही बेस्ट लाग्यो कफी फर्कियो हामी यता आएनौँ भने पहिले एउटा ट्राई गरौँ न त्यति धेरै हातमा चाहिँ हेल्दी हुँदैन हामी बिरामी भयो भने
ल सब्जी दिनु नि टोक्छु ल चाख्दा हुन्छ हुन्छ मज्जाले कि सफल टिप्छु ल तपाईँ कति दिनको हाल्ने 100 को नानी यसो खाले त हुँदैन 100 को 200 को 50 को काट्दैन क्या दाना चाहिँ साह्रो हुन्छ भए पनि लिले हो दाना पाउनु है धन्यवाद म त बिर्सिन्छु त ल धन्यवाद दिदीहरू बौद्ध आएर हाम्रो इच्छा पुरा गरियो के खानु पनि हुँदा त यो चाहिँ चेन्ज भएकै रहेनछ जस्तो त्यस्तै कताबाट जाने हो र Lami. Ada kasta mana? Ada apa? Papan mangga. Papan macam? यहाँ बस्ने हो यहाँ अहिले चाहिँ हामी यहाँ नेपालको इन्जोय यहीँ आउँछ होला होइन हामी यो जनकल्याण स्कुलको अगाडिमै छौँ यो पार्क छ नि पार्कको अगाडि तपाईँ हो अब यो कति लाग्छ बनाउन के चलेर चलेको गाडी घरमा आइपुग्यो